दृष्टिविहीन मान्छेले एउटा ठुलो हम्बरले घनले ढुङ्गा फोर्दै गरेको दृश्य कहिले देख्नु भएको छ? आज म त्यो दृश्य देखाउने छु र उहाँ व्यक्तित्व अर्थात् पदम श्रेष्ठ, चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर 5 का पदम श्रेष्ठ, जो दृष्टिविहीन हुनुहुन्छ, जसले दुवै आफ्नो दृष्टि गुमाउनु भएको छ। उहाँले गर्दै आएको कर्मको बारेमा केन्द्रित रहेर यो भ्लग बनाउँदैछु। हेरौँ है। फुट्यो ल। कसरी गर्नुहुन्छ? आँखा त देख्नुहुन्न। हजुर के देख्नुहुन्छ? हनुमानले नि गरिन्छ अलिअलि। हनुमानले? ए आफै काम गर्नुहुन्छ? अलिअलि काम छ नि। यो आँखा नदेख्नेहरू त बजारमा यसो कोही कोही आउँछन् कि, धेरै जसो आउँछन् कोही कोही भन्दा नि। उनीहरू चाहिँ यसरी काम गर्नु भन्दाखेरि पनि चन्दा उठाएर हिँड्छन् कि। त्यस्तोलाई के भन्नुहुन्छ तपाईँ? त्यसरी चन्दा उठाएर हिँड्ने, त्यो माग्ने त गर्नु हुँदैन, त्यो हुँदैन। त्यसो गर्नु हुँदैन। मैले त्यसो नगर भन्छु साथीहरूलाई। त्यसो भन्नुभएको छ? नगर भन्नुभएको छ? कतिजनालाई भनेको छु, तर खै छोड्दैन। छोड्दैन है? त्यो पानी लगाएर नसा हुन्छ त्यो पनि मान्छेलाई। जसरी हाम्रो खानेकुरा नसा लाग्छ नि, एउटा लत लाग्छ नि, जुन काम त्यस्तै हो नि। त्यो पनि गर्ने मान्छेलाई सिधै नबुझ्दो रहेछ अरू कामले। तपाईँ आफ्नो काम प्राय सबै आफै गर्नुहुन्छ? हजुर, अलिअलि यसो काम चल्छ। तपाईँको त्यो आँखाको समस्या चाहिँ बच्चैदेखि हो कि पछि भएको? होइन त, मेरो चोट लाग्यो भने त मेरो 19-20 वर्षको उमेर है। चोट लागेको हो? ए चोट लागेर दुइटै आँखामा चोट लागेको? हजुर। अनि देख्न छोड्यो? जम्मै एकैचोटि गयो नि। ए कसरी चोट लाग्यो नि? ब्लास्टिङमा पऱ्यो है त। ढुङ्गा ब्लास्टिङमा? ढुङ्गा फोर्दाखेरि? ए अनि उपचार गराउनु भयो तर ठिक भएन होइन? उपचार चाहिँ केही दिनमा अस्पताल भन्नुभएको होइन। चण्डीगढमा 1 वर्ष बसेँ एउटै बेडमा म। चण्डीगढ भनेको उता भारतमा? ए त्यहाँको अस्पतालमा? वहीँ लागेको हो? तपाईँ उहाँ हुनुहुन्थ्यो हिमाञ्चलमा? ए त्यहाँ ढुङ्गा फोर्नेमा काममा? बाटो खनिन्छ, ब्लास्टिङ गर्थ्यो। कति वर्ष बस्नुभयो त्यहाँ? कति वर्ष बस्नुभयो? धेरै बस्यो, 2-3 वर्ष बस्यो। 2-3 वर्षै बस्नुभयो? ए 1 वर्ष अस्पतालमा बस्यो। यो आँखाको समस्या यस्तो भएको चाहिँ कति भयो? यो 55 सालमा चाहिँ। 55 सालमा? हजुर। 25 वर्ष भयो? 25 वर्ष नि बढी भयो नि। ए 26-27 भयो। 27 वर्ष भइसक्यो है? त्यही त। यसरी चाहिँ अब जस्तै आँखा नदेख्नेहरू हुन्छन् होइन, अनि काम गर्न नसक्नेहरू, अपाङ्गता भएकाहरू हुन्छन्, उहाँहरूलाई अब तपाईँले त यसरी काम गरेर खाइरहनु भएको छ होइन। कतिपयले त मागेर चन्दा उठाएर जीविका चाहिँ चलाइराखेको छ। त्यस्तोलाई के भन्नुहुन्छ ल? अब सकेसम्म मागेर खान्छ हुँदैन, गरेर खानुपर्छ त। आफूले जे गर्न सक्छ त्यो गरेर खानुपर्छ होइन त? मागेर खाने चाहिँ हुँदैन। तपाईँको भिडियो बनाएको छु है त, राखिदिन्छु है म। यो इम्प्रेसन हुन्छ, अरूको लागि इन्सपायर हुन्छ कि है। अरू काम के गर्नुहुन्छ तपाईँ? अरू के गर्नु त, घरतिर बस्नु। अरू के गर्छ? घरतिर बस्ने, घरमा पनि सकेको आफूले गर्ने होइन त? यसो कुखुरा बाख्रा घाँस खाने यताउति सानो पानी गर्ने। सियोमा धागो पनि हाल्न सक्नुहुन्छ? सियोमा धागो हाल्छ हो र? अन्दाजको घरमा के गर्नुहुन्छ भन्नु त तपाईँ? जस्तै सियोमा धागो हाल्ने मान्छेले त सबै गरिहाल्यो नि होइन र? सिरक डस्नाहरू पनि म अलिअलि बनाउँछु। सिरक डस्ना बनाउनुहुन्छ? ए ल, सिरक डस्ना बनाउँछु। धेरै राम्रो रहेछ तपाईँको कर्म। मैले विभिन्न विषयमा भ्लग बनाउँदै आइरहेको छु। यो भ्लग तपाईँलाई कस्तो लाग्यो? यो प्रेरणात्मक भ्लग हो, इन्स्पायर।
यो भ्लग कस्तो लाग्यो कृपया कमेन्ट गरिदिनु होला। त्यस्तै तपाईलाई मन पर्यो भने सेयर पनि गरिदिनु होला। हस्, धन्यवाद। अर्को भ्लग लिएर आउने नै छु।